हेलो एभ्रिवान, सो गाइज फेरि पनि तपाईँहरूको सामु आइसक्यो तपाईँको साथी अनिकेत थुलुङ नयाँ भिडियोको साथमा। कसको भिडियो लिएर आइसकेको छु भने चलन दाजुको भिडियोलाई लिएर आइसकेको छु तपाईँहरूको सामु। आज चाहिँ फेरि अहिले भइरहेको राजनीति सम्बन्धी बनाउनु भएको रहेछ भिडियो के कस्तो लाग्छ तपाईँहरूलाई हेरेर इन्जोय गर्नुहोस्, तर धेरै नै बवाल छ, हेरेर रमाइलो गर्नु होला। सो गाइज लेट्स सी, ढिलो नगरी भिडियोतर्फ लागौँ। तो चलिए शुरू करते हैं। लेट्स गो। काका हजुर राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् न बोल्दिनुस् भन्थे बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला हैन? म त खुसी हुने भइहाल्यो नि, तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोडिदिनुस्, तर हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन तर केमा साथ माग्नु भएको तपाईँ बुझिएन। बुझेर पनि नबुझे जस्तो नगर्नुस् न, राजा फर्काउने रे। कता फर्काउने? बुझेर पनि नबुझ्ने हुँदा चाहिँ अघि पछि कता फर्काउने? अझ मजा गर्दै गर्नुस् न, राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले? गोकुल बासको राजा त झाटका कुरा के गर्नु? झाट भनेको के हो? थाहा छ? भुत्ला हो। भुत्ला कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला। अरू पार्टीका झोलेहरू पनि आउँछन् क्या, खानु के लागि भयो भने। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया? 16 लाख दर्शक को दिखाओ, खचम खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। ओए भैंचो सामने आओ, कैमरामैन के सामने रहो तुम लोग। आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्लायो होला। गणतन्त्र गुड हो, गणतन्त्र गुड सही गर्नुहुन्छ है। यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? मामा आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचै। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। यस्तो भन्न पाइन्छ? त्यही त सन्तान छैन भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीलाई किन चाहियो? यत्रो देशैभित्र खानु पर्यो। बवाल बनाएछ है। असभ्य गाली गलौज। त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। के विचार केटी गाह्रो छ नि केटी बेला। राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न रे। त्यो हेलमेट नलाएको भए टाउको फुट्ने गरी हान्थ्यो होला। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17,000 मान्छे मर्या, किन राष्ट्र आउनु पर्यो? राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। कडा वाह, आठ त तैले गरेकै होस्, माने त के गर्नु राजाले भन्नु पहिला? यो भाइले बहुत डिस्टर्ब गर्यो। राजावादी यो भाइलाई तपाईँको कुरा छ भने आउनुहोस् त, यहाँ राख्नुहोस् न। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हालिदिनलाई पठाउँछ। गजब रहेछ है, गजब मान्छे रहेछ है। बाउलाउ रे मेरो, बाउलाउ रे। छोरा चाउरे के गरेको यो रक्सी खाएर? बिहानदेखि आन्दोलन हिँडिरहेको छु म। रक्सी आएर बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु। के आन्दोलनमा हिँडेको, कसको सपोर्टमा, कसको विरोधमा पनि थाहा छैन क्या। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे भए हुन्थ्यो नि। अर्को जनियालाई पनि हेर्नुहोस् यहाँ। प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि आउनु? म राजा स्वागत। मान्छे हरायो भने पुलिसले खोज्छ, यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त। को यार उहाँ? वरिष्ठ हो यहाँको टोक्ने। अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ। राजा चाहिएन अहिलेलाई। राजा आऊ के म पनि सहिद बन्ने बन्ने त मर रन्डीको छ। राजाको लागि गोली खाने लाडो खा। यस्तो हुन्छ? देश विकास गर्नु पर्यो। कतै रोजगारको अभाव छ, यहाँ पढाइ शिक्षाको अभाव छ। पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो। लेकिन नहीं, तुम्हारे गांड में चलूने। पढाइ शिक्षाको अभाव छ। स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे। प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ? विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस्, नेपालमा कम त पाइन्न। काम खोज्ने होइन, काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ। दिएको हो। अस्ति एउटा टिचरले विद्यार्थीको गाला सिकाइदिएछ। राम्रै दिन्छ नि, के गर्नु काम गर्नु।
भिमाद नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तथा बारन त्यस्तो छ कस्तो के बिल्ले राम्रो म चाहिँ राजतन्त्र हुने बेला सानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो, राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन। म चाहिँ राजतन्त्र हुने बेला सानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। थाहा छैन भने यहाँ सुन्नुहोस्, राजाको शासन यस्तो थियो म भन्छ, राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो। पासपोर्ट चाहिँ दरबारभित्र बन्द थियो, बोल्ने स्वतन्त्रता थिएन, संगठन गर्ने स्वतन्त्रता थिएन, महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन। बुझ्नु पर्यो यो कुराहरू। किनभने महिलाहरू त राजा ल्याउनुपर्छ भनेर उफ्रिँदैछ नि त। जब देश संघार हुन्छ तब महिला उठ्छन्। अब 15 वर्षमा के बनाइदिनु भयो त? कुन ठाउँ बेच्नु भएको छ? सबै बेचिसके। यो पारी चाहिँ छैनै हो है। हाम्रो नेपालमा हुनु बाबु तर पनि हाम्रो देशको जनता र भेडा त भेडै हो त्यो भेडा जनता चाहिँ त्यसले गर्दा त्यो त अलिक बढी ल्याइस राजा राजालाई यहाँ नारायण हिटीमा ल्याउँदैछौँ। किन ल्याउने सर? राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन, नेपाललाई नेपाल बनाउने भनेर। अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि? यूपी के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे हैं। म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु, के बिग्रिन्छ त? मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ, जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै चेलीबेटी बेच्न खोज्छ त्यसले राजा खोज्दैन। बस त्यति भन। सुन्नुभयो नि उहाँको लोजिक। जसले राज संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जडिए आफ्नो चेलीबेटी बेच्नेहरू हो। को हुनुहुन्छ तल कमेन्ट गर्नुहोस् त। हाम्रो राजा चाहिन्छ। राजाले के गर्यो भन्छन् क्या कहिले। त्यही त सबैले राजाले के गर्यो भन्छन् होइन। आज भनिदिनुहोस् त के गर्नुभयो? मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो नि। 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे, किनकि यो देशमा रोजगारी थियो, कल कारखाना थियो। पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे। विराटनगर जुट मिल थियो, हेटौडा टेक्सटाइल थियो, भिरकुटी काज कारखाना थियो। र आज के भयो? सरबका सब बन्द गर्ने। हामी कदापि यो भ्रममा नपरौँ कि विगतमा नेपाल ठिक थियो भनेर। विगतमा नेपाल ठिक थिँदै थिएन। एउटाले एउटा भन्छ, अर्कोले अर्को, कसको चाहिँ कुरा विश्वास गर्नु त हामीले? जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन्। पहिलाको नेपाल त गोल्डन एरा भन्छन्। कसको लागि गोल्डन एरा? राणाको लागि कि राजाको लागि? नेपाल कहिले पनि धनी थिएन, कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन। गोल्डन एरा त अहिले चलिरहेको छ। बरु किलोका किलो सुन सामान दिन्छ एयरपोर्टबाट। नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन। यो राजाको बेला विकास छैन भन्ने मुजीहरुलाई नि मैले भन्छु, त यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसीको डल्लो थिइस्। काका के भयो? किन हाँसेको? मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि। धेरै खुसी नहुनु, त्यो सबै राप्रपाले गर्दा आएको रे। अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई अगाडि गएर भिडमा फोटो खिचेर। हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड। त्यतिकै हावामा हुन्छ। अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन? यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन्। नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको। यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ। राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदो रहेछ। के राजा ल्याउनुहुन्छ त यार? अनि यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ? राजा र म गफ गर्दै सुरु दरबार भित्र पस्यौँ भने के गर्छन् यिनीहरू? कोही कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिराउने। राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायणीमा छिराउँछौँ, सिरपेज लगाउँछौँ। त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो जसले छेडिन्छ। हामीले त राजाको सिरपेज लिएर नारायणीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने हो। जस्ती गर्न खोज्यो भने नेपाली जनतालाई यो सही हो। हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। त माया चिक्ने बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like Gyanendra Saha? Please make someone else a king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा बन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। लिलबुदालाई राजा बना। तेरी माया चिक्ने रन्डीको छोरो, तमाया चिक्ने कुत्ता साला कुकुर। लिलबुदा दाइ, लिलबुदा राजा भन, रन्डीको त मुझ त गेडा होस् त। राजा हो म। कसरी राजा? हजुर को हो र? जङ्गबहादुरको दोस्रो रूप हो। हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसले पट्याउने? नव प्याजुङा हेड। जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन पनि पारसको देख्नु भने त्यत्रो जुङ्गा
पारसले गाजा खायो तेरो गाजा खाइरहेको छु माछिङ मैले गाजा खानु ठिक हो कसरी हो घुस खानुभन्दा गाजा खानु ठिक हो भनेपछि पारस ठिक हो भन्न खोजे हो अहिलेको पारस वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो जसको कुनै एम्बिसनै छैन साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो चाहिँ हेर्नुहोस् पारस यो सत्ता र यो परमानेन्टको लागि लायकै छैन राजा आइसकेको छ कहाँ छ आउँदै हुनुहुन्छ मेरा प्यारा देशवासीहरू तपाईँहरूलाई पशुपतिनाथले कल्याण 5वटा मात्रै राजा रहनेछन् एउटा बेलायतमा र 4वटा खेल्ने तासमा अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ हामी राजाबाजी गरेर राजा फर्काउनै पर्छ के गर्ने राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हामीले त देख्छौँ को राजा राजा ज्ञानेन्द्र शाह त हुन् थाहा छ नि तपाईँलाई ज्ञानेन्द्र त फटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा एउटा छोरो पाल्न छैन राजा खानु पाइन्छ राजाबाडी भएर के भनेको थियो तपाईँ त राजावादी हो तर राजाबाजी हो पृथ्वीनाथ शाहबाजी हो वीरेन्द्रबाजी हो महेन्द्रबाजी हो ज्ञानेन्द्रबाजी होइन मुकुन्दजी हजुरले भन्नुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो त्यो पनि वीरेन्द्रको राजतन्त्र भएको भए दिपेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन राजा चाहिएन अहिलेलाई राजा आऊ के अब यो राजेन्द्र केटाकेटीको कुरा सुन्नु होला बाजेहरूको कुरा सुनौँ न के भन्नुहुन्छ राजा ल्याउन पार्ने हुन्थ्यो यसरी लुकेर खाँदैन राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदै छन् वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ जसले मुजी राजा चाहिन्न भन्छ त्यो रन्डीको छोरै हो